वनहरु पुरा जङ्गलहरु पुरा पलाइरहेको छ है। यता चाहिँ हामी पहिला पहिला गाई गोरु हेर्ने ठाउँ हो। तर यो पहिला त यो सबै काम गरिन्थ्यो यहाँबाट वहीँसँगै। यता माथितिर चाहिँ हामी कहिलेकाहीँ कालिज हान्न गइन्थ्यो त्यता गुदाइली लिएर। तर त्यो गुदाइलीले के मर्थ्यो र कालिज होइन, केटाकेटी त हो है। यो एरिया भनेको चाहिँ सबै हामी घाँस काटेर हिँडेको मान्छे हो हामी। भिर ओहो है। अहिले यस्तो छ साथीहरू। पहिलाको ठाउँ आउँदा ओहो आफू पनि पहिला यतै आउन पाए पनि कति, पहिला उहाँ गाउँ बस्दाखेरि यतै आउन पाए पनि कति खुसी भइन्थ्यो है। अहिले चाहिँ यही नै गाउँ हुन पुगिभ्यायो। मान्छेहरू यता भएको मान्छेहरू पनि सबै तलै झरिभ्यायो है। हामी पनि त्यहाँ माथिबाट पहिला घर मेरो उहाँ माथि बजारकोट हो है। अहिले चाहिँ यहाँ यस्तो ठाउँ भएछ। अरियालको गोला त्यत्रो त माथिबाट कति झिकिन्थ्यो हैन। घाँस काट्ने जे भयो नि पहिलाका मान्छेहरूले दुःख नगरेको त हाम्रो पालाको मान्छेहरूले त जस्तोले नि दुःखै गरेको हुन्थ्यो होला त हैन। त्यो एउटा दुईटा होला दुःख नगर्ने मान्छेहरू त हैन। नत्र पनि बिहान उठेर जुरुक्क उठेर गोबर सोरेर एक भारी घाँस यता माथिबाट लिएर गएर बल्ल चाहिँ हामी यहाँबाट चाहिँ खैरेनी हाई स्कुल हिँडेरै जाने हो ल त्यति बेलामा। आजकलको केटाकेटीले कहाँ त्यस्तो कुरा बुझ्छ र है। तर त्यस्तो त होइन कि भए पनि अब हामीले त्यो बेलामा हामीले दुःख गरियो, सबै साथीहरूले दुःख गर्थ्यो सबैले काम नगरिकन भन्ने नै हो भने जे भए नि यताकै एरियाकोले होइन प्राय जतासुकैको एरियाले पनि गर्नै पर्थ्यो काम। अहिले चाहिँ अहिलेको बाबु नानीहरूलाई ल यसो गर उसो गर भन्यो भने भन्छ। सबै आजकल चाहिँ नानी बाबुहरू सबै मोबाइलै मात्रै हेर्ने, मोबाइल हेर्ने बस्ने। उनीहरूलाई यस्तो कुरा हो भने त होइन होला भन्छ। हेर्नुहोस् हामी चाहिँ यही ठाउँमा कोदाली खनेर यो पुरा हामी शनिबारको दिन, त्यतिखेर त अब शनिबारको दिन त कामै गर्नु पर्थ्यो। असार साउनमा फेरि छुट्टी हुने। त्यो बेलामा टोटल आलो पालो मेला गएर दिनका दिन 60 दिनै मेला गइन्थ्यो हामी त्यो दिन। अहिलेको बच्चाहरूलाई त्यसो भन्न थाल्यो भने है होइन होला कसले गर्छ त्यति काम सक्दैन भन्छ। के गर्नु है। तर ऊ बेलामा त्यस्तो भयो भनेर अहिले पनि तैँले पनि गर्नै पर्छ भन्न चाहिँ हुन्न होइन। हामी हो त्यो भिर यो खोल्सा कारबारे हो है। कारबारेको वहाँ गएर यो मलाहरुकाङ चाहिँ उतापट्टि भयो। यो भिरको माथि पनि गएर हामी मजाले घाँस दाउरा गरेको मान्छे हो है। को छ यता यसो साथीहरू हैन। अब अहिले त अब आफ्नो उमा भयो जे भने कोही लाउरे भए, कोही साथीहरू यता पनि गरिरहेछ। प्राय हाम्रो एजको केटाहरू अहिले प्राय सबै बाहिरै गएको छ भनौँ न। बाहिरै छ, एक दुईजना यता काम गरिरहेछ। ल हेर्नुहोस् तपाईहरुले मेरो यो फर्स्ट भिडियो हो हैन। त्यहाँ त्यो चेप्टोमा गएर हामी गोरी हेर्न आउँदा चाहिँ त्यहाँ गएर सुत्ने हो। अनि चरा चुरुङ्गे पनि त्यो भिरबाट नि हामीले
छोपेर अनि साथीहरू छोपेर खाइन्थ्यो है। त्यो बेलाको जमानामा त आजकलको केटाकेटीलाई त आजकलको त्यो बेलाको केटाकेटी र आजकलको केटाकेटी धेरै फरक छ। त्यो बेलामा जस्तो आजकल जस्तो डेली मासु हुने उनीहरूलाई जे भने त्यही पुर्याइदिइरहेछ। त्यही भएर आजकलको केटाकेटीले कुनै केटाकेटीहरूले पनि प्रायः हाम्रो उमेरमा जस्तोको बिठाइ काम चाहिँ गर्दैन, अरूलाई सताउँदैन होइन। हाम्रो पालोमा चाहिँ बाबुआमालाई नसताए पनि हामीले अरूलाई चाहिँ सताएकै हो है। राति राति घाँस काट्न नि आउने हो हामी त। त्यो त जुन लागेको बेलामा त बिहानमा जसरी पनि घाँस काट्न पर्ने, हामी राति आएर घाँस काटेर गएको ठाउँ हो यिनीहरू। अर्काको बारी चोरेर घाँस चोरेर के गर्ने अब। बिहानमा ठेक्कै हुन्थ्यो है। त्यही भएर के साथीहरू हामीलाई चाहिँ यो त्यो भिरको त्यो पहराको माथि चाहिँ हुन्थ्यो तपाईँको अरियाल, तलबाट त्यस्तो भिरमा त्यहाँ छङ्ग छुरे भिर। यहाँबाट हेर्दा ओहो आजकल त्यहाँ जान सक्छु कि सक्दिनँ होला म होइन। जे भए पनि सक्दिनँ होला, सक्नुलाई त। त्यस्तो यो भिरको माझाबाट चाहिँ यो भर्ला थियो। भर्लाको लट्ठाबाट गइन्थ्यो यो मसिन। के हो आजकल त घाँस नकाट्ने भएर क्या हो, भर्ला पनि छैन। के भएको यस्तो हो। कुनै बेलामा यहाँ यो डाँडै सर्लक्कै झरेको है। यहाँ एकदम उ थियो। त्यही भएर भिरै भए पनि पहिरो जान्न भन्न चाहिँ नहुँदो रहेछ। आफ्नो आयु हुँदो रहेछ जे चिजको पनि है। भिर छ यो त केही हुन्न भनेर चाहिँ गर्न नहुने रहेछ है। ल यहाँ चाहिँ हामी पुरा यतिखेर चाहिँ सबैको घरमा गाई गोरु बाख्रा, गाई गोरु हुने चाहिँ गोरु, नहुनेले चाहिँ बाख्रा भए पनि यहाँ टोटल ल्याएर चाहिँ हामी चाहिँ यहाँ चाहिँ खेल्छौँ। बनकुखुरा उड्यो ल यहीँ। ओहो बनकुखुराको कुरा गर्ने बित्तिकै यहाँबाट बनकुखुरा उड्यो। अर्को नि बनकुखुरा ल हेर्नुहोस् त। ल साथीहरू, अब यताको साथीहरू सबै आम त यता बनकुखुरा रहेछ। अब यहाँ केही न केही हामीले खानै पर्छ। अब यसलाई जसरी भयो नि यसलाई चाहिँ अब चटनी गराउनै पर्छ है साथीहरू। ल